भिडियोका अनुसार सन् 1992 मा चीनमा अचानक सुनको वर्षा भएको थियो। मानिसहरू खुसी भएर सुनका टुक्राहरू जम्मा पार्न थाले। कसैले खल्ती भरे त कसैले ठुला टुक्राहरू घरमै लगे। उनीहरूलाई लाग्यो कि अब त धनी भइयो, तर केही घण्टापछि नै तिनै मानिसहरू बिरामी पर्न थाले र कसैको त मृत्यु समेत भयो। अनुसन्धानपछि थाहा भयो कि त्यो त खास शुद्ध सुन थिएन, ती त रेडियोधर्मी ढुङ्गाहरू थिए जसको बाहिर सुनको लप लगाइएको थियो। ती ढुङ्गाहरूमा एउटा सन्देश ढुकेको थियो, मानिसको लोभ नै उसको चिहान बन्नेछ। के तपाईलाई विश्वास लाग्न सक्छ? तर मानिसको रगतमा पनि सुन हुन्छ। एउटा वयस्क मानिसको शरीरमा करिब 0.2 मिलिग्राम सुन हुन्छ। यो मात्र एकदमै थोरै भए पनि त्यो त सम्पूर्ण रूपमा साँचो हो। यदि अहिलेसम्म पृथ्वीबाट सुन निकालिएको सबै सुनलाई जम्मा पारेर एउटा घन बनाउने हो भने त्यसको प्रत्येक किनारमा करिब 22 मिटर लामो हुनेछ। यसको कुल मूल्य करिब 140 ट्रिलियन डलर बराबर हुन्छ। यो जम्मा सुनको आधा भाग गहनाको रूपमा औँठी, हार, झुम्का प्रयोग भइरहेको छ। बाँकी सुनहरू ब्याङ्कमा सुरक्षित राखिएको छ। जस्तै अमेरिकाको फेडरल रिजर्भ ब्याङ्कमा मात्र 22 मिलियन डलरको सुन छ। अझै पनि ठुलो परिमाणमा सुन पृथ्वीको समुद्रभित्र लुकेर बसेको छ, जुन अहिलेसम्म निकाल्न सकिएको छैन।